आज हामी चटपट बनाउँदैछौँ। हामीसँग छ भुजा, वाइवाई, लेज, दालमोट अनि काटेको भेजिटेबलहरू, आलु, उसिनेको आलु, अनि के अरे यो क्युकम्बर, धनियाँ, प्याज, खुर्सानी, अनि यो पिज, अनि त्यसपछि लेमन जुस, चटपटे सस छ हामीसँग। यो सब मिसाएर खतरा चटपटे खानुपर्छ। अब पहिला मैले हालेँ भुजा, त्यसपछि मैले फुटाएँ चाउचाउ। भैया स्टाइलमा फुटाउनु पऱ्यो। पड्किने त त्यसपछि थोरै दालमोट, धेरै होइन, केराउ केराउ जस्तो हाल्नु पऱ्यो, मिठो हुन्छ। त्यसपछि हालौँ यो भेजिटेबलहरू। धनियाँ माथिबाट हाल्नु पर्ला। त्यसपछि हालौँ यो पिस। अलरेडी नै खाउँ खाउँ लागिसक्यो, यो मिठो बास्ना आइसक्यो। अब यो लेज चाहिँ फुटाएर हाल्यो भने मिठो हुन्छ। पेटाउरी छ, हात पनि पुस्नुपर्छ। त्यसपछि यहाँ हालौँ नुन। हामी चाहिँ काला नमक युज गरिन्छ। त्यसपछि अरू मसला हालौँ। रातो खुर्सानी, यो खै के हो, थोरै बेसार त पर्दैन होला। अनि यो चाहिँ अलिकति गरम मसला हो कि के हो थाहा छैन, मिठो हुन्छ तर। त्यसपछि यो लगाइदिउँ, सौरभ पौडेल लेखेको छ यसमा। त्यसपछि अब यसमा चटपटे सस हालौँ। ओ खतरा बास्ना आयो यार, टिमुर स्टाइल। अनि यसमा चाउचाउको मसला हालौँ। अनि त्यसपछि यसमा यो अमिलो हालौँ, लेमन जुस। यो चाहिँ अलिक तिखो हुन्छ, थोरै थोरै हाल्नुपर्छ। अब सट्ट घोलिदिउँ है। झन्डै बिर्सेको यो तोरीको तेल हाल्नु त। तोरीको तेल हालेपछि मिठो हुन्छ। अनि त पुरै मिक्सी हालिदिनु पऱ्यो नि। यसले अलिक गाह्रो भयो। सेफ भएपछि थोरै चाख्नु परिहाल्यो होइन। ओ खतरा मिठो भयो, पिरो पिरो टक्क मिठो। अब यसलाई माथिबाट टचअप दिनलाई हाम्रो यो धनियाँ पनि यस्तो एस्थेटिक वेमा हाल्नु पऱ्यो नि। फेरि खोलिदिउँ। खतरा चटपटे रेडी टु सेल। यति बवाल भइहाल्यो नि यो। ल अब प्लेटमा हालेर चट्ट खानुपर्छ। खतरा चटपटे यमी रेडी। एउटा आन्टीले भन्छ नि मिठो छ, मिठो छ। युजर नेम अनुसार
एक बोतल बियर त खानै पऱ्यो फेरि।